हेलो गाइज, गुड मर्निङ, वेलकम टु माई अनदर भ्लग। आज चाहिँ हामी स्कुल गएको छौँ। हाम्रो स्कुलमा चाहिँ 3 दिने योगा कार्यक्रम रहेको हुनाले चाहिँ आज हाम्रो फर्स्ट डे चाहिँ हामी अब योगा स्टार्ट गर्न लागिरहेको छौँ। मेनका स्थापित म्याडम गुरु महिला पतञ्जलि योग समिति सुनसरी जिल्ला, त्यसै गरी लीला शङ्कर गुरु महिला पतञ्जलि जिल्ला योग समिति संस्था, त्यसै गरी सरस्वती रिमाल म्याडम र मन्त्री रञ्जित शाह सर लगायत सम्पूर्ण पतञ्जलि योग सेवा समितिका पदाधिकारीज्यूहरू, यहाँहरूले आज हाम्रो लागि भनेर समय विशेष बिहानैदेखिको आएर छुट्याइदिनु भएकोमा स्वस्थ बनाउने काम हेर्नुहोस्। पुरै मुख बन्द, नाकबाट मात्र हेर्नुहोस्। मुखको काम खाने हो, नाकको काम श्वास लिने हो। हामीले आफूले विचार गर्नुहोस् न, खाना नाकबाट खाएर पनि प्राय भएको छैन। फर्स्ट टाइम हो यो, तपाईँले त 3 दिन राख्नु भएको छ, कम्तीमा 7 दिन चाहिन्छ यसको लागि शरीरलाई त्यो फ्लेक्सिबल बनाउनलाई। 4 मा पर्वतासन, 5 मा पर्वतासन, 6 साष्टाङ्ग दण्डवत, घोडा छाती चिउडालाई जमिनमा छुवाइदिने, हिपलाई बिस्तारै माथि, घोडा छाती चिउडालाई जमिनमा छुवाइदिने, हिपलाई माथि मात्र उठाइदिने। 7 मा कम्मरदेखिको माथिको भागलाई उठाइदिने। यसैमा हामी उज्जय प्राणायाम गर्छौँ। उज्जय प्राणायाममा पनि जो मुटुको रोगी या हाई प्रेसरको हुनुहुन्छ उहाँले यतिकै मात्र हेर्नुहोस्, यतिकै मात्रै गरिदिनु। मुटुको रोगी र हाई प्रेसरले, सामान्य व्यक्तिहरूले पुरा यसरी जानुहोस्, घाँटी अलिकति निभाउँदै एकछिन जालन्तर बन्दको साथ श्वासलाई रोकिदिनुहोस्।
र भोलि पनि हामी ठिक 5 बजेदेखि यो प्राणायामहरू व्यायाम गर्न हामी आउँछौँ भन्ने पनि अलिकति लागेको छ। अब आउनुहोस् हामी शान्ति पाठको लागि हामीले आफ्नो शरीरलाई स्वस्थ बनाउनलाई आजको योगा पनि सक्यो। कस्तो लाग्यो? शान्ति 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 गरेर हाम्रो सक्यो। अब भोलि 3 दिन के